मैले बोल्नुपर्ने धेरै कुरो केही छैन। अब उनको अन्तिम संस्कार भयो र अब आगो लगाउने कार्यक्रम चलिरहेको छ। उनका गोतियारहरू घुमिरहेछन्, यो चिहानमा घुमिरहेछन्, आगो लगाउने कार्यक्रम लगाइरहेछन्। प्रत्यक्ष रूपमा देखिरहेको छ। अब हामी त के गर्ने, टाढैबाट पनि हामीले उनलाई सेवा र सत्कार गरिरहेछौँ। यो दुःख घडीमा मैले यदि गरेँ एउटा चाहिँ कन्फ्युजको कुरो हो, हेर्नुहोस् आगो जलिरहेको छ। अब उनको परिवारले, उनको गोतियारहरूले आगो लगाइसकेका छन् लास्टमा। अब बिस्तारै यो कार्यक्रम अब सम्पन्न हुँदैछ। अब यो कार्यक्रम बाजा गाजाको सजी सजावट पनि छ। यी पुरै फिल्डमा हामी हेर्नुहोस्, यति ठुलो चाहिँ हाम्रो महादर्शक छ, हेर्नुहोस्। अनि यस्तै गरेर भाइ बन्धु पनि छ। अगाडि उनको चाहिँ साइलो भाइ। अब लास्ट जल्न लागिरहेको छ। अब लास्टको अन्त्येष्टि हुँदैछ हजुर। अब यो आगो लगाइसक्यो। कार्यक्रम भइरहेको छ। हस् त हजुरहरू समक्ष यो अनुरोध गर्छु, तपाईँसम्मको लागि हामी यो भिडियोबाट अब बिदा हुँदैछौँ। यो चाहिँ अन्तिम दाह संस्कार हो, अन्तिम संस्कार हो। यहाँ पछि हामीलाई केही पनि मिल्नेवाला छैन। लौ त हस् त, फेरि पनि यस्ता दुःख पीडाका घटनाहरू फेरि घटना तपाईँहरूसम्म पेस गर्नेछु। धन्यवाद।